सीताराम जय सियाराम। काश्मीरमा धेरै काश्मीरी पण्डितहरू सबै सखाप भए। काश्मीरबाट हिन्दूहरूको पलायन भयो, हिन्दूहरू सिद्धिए, भ्याइए। यस्ता न्युज, यो न्युज त वास्तविक न्युज हो र सबैलाई थाहा छ। तर त्यसपछिका घटनाहरू के भयो त? यो न्युजहरूमा खासै ध्यान दिन्नन् नि व्यक्तिहरू हो। मेरो आजको यो भिडियो खास गरेर हाम्रो नेपालमा 100-200 वर्षभन्दा पुरानो पहिलेदेखि बस्दै आएको मुस्लिम दाजुभाइहरू तथा काश्मीरबाट काश्मीरी पण्डितहरूलाई त धपाए पाकिस्तानी मुसलमान जिहादी अलगाववादीहरूले। तर त्यसको परिणाम के भयो थाहा छ तपाईहरूलाई? त्यसपछि भारतीय सैनिकले कैयौं, मलाई लाग्छ मैले बुझे अनुसार 2 या 3 पुस्ता नै त्यहाँका लोकल जुन मुस्लिमहरू थिए, जसका छोरा भाइ दाइहरू आतंकवादी बनिसकेका थिए अलगाववादीको नाउँमा, जिहादको नाउँमा, उनीहरूको 2 देखि 3 पुस्तै सिद्धिए कि मुस्लिमहरूको। उनीहरूले जिहादको बाटो नअपनाएको भए, उनीहरू चाहिँ एकदम शान्तिको साथ बसेको भए सायद बाँच्थे होला। तर उनीहरूलाई पाकिस्तानीहरू, तुर्किसहरूले, जिहादीहरूले उनीहरूलाई भ्रमित पारेर उनीहरूलाई बाटो रोजाइदिए, जसको कारण उनीहरू सिद्धिए, 2 देखि 3 पुस्तै सिद्धिए। त्यही हावा अहिले नेपालमा चलिरहेछ। पहाडका धेरै साथीहरूबाट के सुन्छु मैले भने, हैन पहाडका मुस्लिमहरू त बहुत शान्त छन्, तराईमा मात्र यस्तो हंगामा हुलदंगा भइरहेछ भनेर भन्छन्। ए मेरा भाइ, म के भन्छु भने तराईमा पनि आजभन्दा 20 देखि 25 वर्ष पहिले एकदमै शान्त हुन्थे। कुनै पनि घटना हेर्लिनुस् तपाईँ नेपालको इतिहासमा 20 भन्दा 25 वर्ष पहिलेसम्म हिन्दू मुस्लिमको राइट हुँदै भएको थिएन तराईमा, कहिले पनि हुन्थेन। सुरु कब भयो? जब यी मधेसवादी दलले, केपी शर्मा, प्रचण्ड, शेरेले मिलाएर नागरिकता विधेयक ल्याए र भारत, पाकिस्तान, अफगानिस्तानबाट बिहा गरेर वा त्यतिकै पैसा खुवाएर नागरिकता लिए नेपालमा। उनीहरूको काम मात्र जिहाद हो। उनीहरूलाई देशको भूमिसँग पनि मतलब छैन, माटो संस्कृतिसँग मतलबै छैन। उनीहरूलाई जसरी पनि जिहाद, अर्थात् यो देश पनि यो भूमि पनि उनीहरूको काबुमा हुनु पर्यो, यहाँ मूर्ति पूजक बस्नु भएन हो। यो मेन्टालिटी बोकेका जब नेपालमा छिरे नि, नागरिकता लिए नि, तराई हुँदै पहाडसम्म, त्यसपछि उनीहरूको जनसङ्ख्या पनि बढ्दै गयो र उनीहरूको हरकत पनि बढ्दै गयो। जसकारण आज यस्तो स्थिति भइसक्यो कि हाम्रै देशमा सनातनी भूमिमा 40 लाख छौँ धर्मयुद्ध गर्ने धम्की दिन्छन् हाम्रै हिन्दूहरूलाई। तर हाम्रो देशका अहिलेका प्रधानमन्त्री पनि त्यसको छोडिदियो हुन्थ्यो नि त। उसले या त उसलाई कारवाही गर्नु पर्थ्यो, कसरी 40 लाख बनिस् र धर्मयुद्ध कोसँग गर्ने होस्, हिन्दूलाई मार्ने धम्की दिएको हो भनेर प्रधानमन्त्रीले एक वचन सोध्नु भन्दा पनि स्पष्टीकरण दिनुभयो। यसले के प्रमाणित गर्छ भने अहिलेको प्रधानमन्त्री पनि कहीँ न कहीँबाट सञ्चालित छन्। होइन भने एउटा व्यक्तिले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले स्पष्टीकरण दिने, जसले धर्मयुद्धको धम्की दिएको थियो, त्यही प्रधानमन्त्रीले दुर्गा परसाईले चाहिँ आन्दोलनको घोषणा गर्दा, आफ्नो धर्म र संस्कृति बचाउन आन्दोलनको घोषणा गर्दा त्यही दुर्गा परसाईलाई फेरि समात्दिने, गिरफ्तार गर्ने, यो प्रधानमन्त्रीको दोहोरो रवैया हो। यो बुझ्नुस् के तपाईँहरू नेपाली साथीहरू भने यसमा विदेशीले फन्डिङ गरेर यिनीहरूलाई बढावा दिइरहेछ। होइन भने अर्को उदाहरण दिन्छु। मध्य प्रदेशको मुख्यमन्त्री गएको एउटा सरोज यादव भन्ने मुख्यमन्त्री, एमालेका केपी शर्मा ओलीले पठाएका मुख्यमन्त्री, अदालतले आज चाहिँ उसको भोलि राजीनामा दिनुपर्छ भनेर आदेश जारी गरिसकेपछि व्यक्ति त, कुनै पनि व्यक्ति, राजनीतिक व्यक्ति त आफ्नो कुर्सी बचाउनतिर लाग्छ नि, वा भोलि के गर्छु भन्नेतिर सोध्छ नि। होइन, भोलि म राजीनामा दिनुपर्छ भनेर अदालतको आदेश आइसकेर पनि यो यदमुल्लाले आफ्नो राजनीतिक पनि मतलब गरेन। भोलि यसको विरोध होला, मेरो के होला, देशको के होला, मधेसको के होला, यसलाई केही चिन्ता भएन त्यो सरोज यादव जाँठालाई। त्यसले रातारात एउटा विधेयक ल्यायो, मदरसा बोर्ड। सोध्नुहोस्, त्यतिकै त ल्याएको छैन होला नि, उसलाई थाहा, यति त ऊ कुबुद्धि निर्बुद्धि त छैन, मुख्यमन्त्री बनेको मान्छे हो, त्यसलाई थाहा थियो विरोध हुन्छ, तर केहीसँग पनि डराएन। सोध्नुहोस् न कति पैसा दिएछ होला कि त्यसलाई, आफ्नै अस्तित्वसम्म खतरामा राखेर उसले बोर्ड, मदरसा बोर्ड उसलाई 1 दिनमै पास गराउनु थियो कि। यो राजनीति तपाईँहरूलाई अझै बुझ्नु वा होइन? म विशेष गरी मधेसका दाजुभाइहरूलाई भन्छु, अब चिन्नुहोस्, मुस्लिमहरूलाई पनि भन्छु म, तपाईँहरू बुझ्नुहोस्, यो संस्कृति, यो देश
सनातन संस्कृतिको देश हो। यो भूमिमा हिन्दूको सुगन्ध छ। यो भूमि हिन्दूहरूकै हो। तपाईहरू हिन्दू राष्ट्र हुँदाखेरि पनि काठमाडौँको बीच मुटुमा मस्जिद बनाएको छ। यो हिन्दू राष्ट्रमै तपाईहरूलाई सुरक्षा दिए, त्यही मस्जिदको सम्पूर्ण हिन्दूहरूले नै सुरक्षा गर्दै आइरहेको थियो। कहिले पनि त्यो मस्जिदमा शुक्रबार यति भिड हुन्छ काठमाडौँ बस्नेलाई थाहा होला त्यो एरियामा, तर कहिले पनि कसैले कुनै हिन्दूले विरोध गरेको थिएन नि। आज किन गर्दैछ? आज म पनि किन मुस्लिमको विरुद्ध बोल्न बाध्य छु? किनभने तपाईहरूको अस्तित्व खतरा गर्न पाकिस्तान, तुर्की, बङ्गलादेशबाट जुन गैर नेपालीले नागरिकता लिएर तपाईहरूलाई पनि, तपाईँहरूको युवा छोराछोरीहरूलाई जुन भ्रमित गर्दैछ नि जिहादको नाउँमा, तपाईहरू अब विरोध गर्नुपर्छ के त्यसको? होइन भने हाम्रो देश बाँचेन भने सुन्नुहोस्, कुनै पनि देशको प्रमुख पदमा बस्ने व्यक्ति केपी ओली जस्ता हुन सक्छ, हिजोको राहुल गान्धी, राजीव गान्धी, इन्दिरा गान्धी जस्ता हुन सक्छ भारतमा भए जस्तो। नेपालमा पनि प्रचण्ड शेरे केपी ओली जस्तै हुन सक्छ, तर त्यो देशको भूमिले कहिले गद्दारी गर्दैन है। नेताले गद्दारी गर्न सक्छ, भूमिले गर्दैन। केस म यो किन भनिरहेको छु भने हिजोसम्म काश्मीरमा जुन जिहादीहरूलाई लाग्थ्यो नि, अलगाववादीहरूलाई, कि म त मारकाटको बाटो अपनाएँ भने यो काश्मीरलाई अलग गराउन सकिन्छ, त्यो नेताहरूले उनीहरूलाई बहलाएको थिए, उनीहरूलाई भ्रमित गरेका थिए। तर एउटा आखिर त्यो देशको भूमिको माटोलाई माया गर्ने, पूजा गर्ने नरेन्द्र मोदी जस्ता व्यक्ति आए, 370 हटाए, सबै गैर कानुनी चिजहरू हटाए। आजको डेटमा, आजको मितिमा के छ परिस्थिति भने ध्यान दिएर सुन्नु होला। काश्मीरकै कुनै मुस्लिमका छोरा यदि अचानक आतंकवादी वा जिहादी भए भने त्यही व्यक्तिले प्रशासन, आर्मीलाई खबर गर्छन् कि मेरो छोरा गलत बाटोमा गयो। आर्मीले त्यसलाई समात्छन्। भनेपछि त्यस्तै नेपालमा पनि यदि देश विरोधी, धर्म विरोधी, यहाँको संस्कृति विरोधी कुनै गतिविधि भइरहेछ भने त्यो दायित्व यहाँका नेपालमा बस्ने 100-200 सालभन्दा पुरै पहिलेदेखि बसिआएको मुस्लिमहरूको पनि दायित्व हो। अर्को कुरा, मुस्लिमै बन्नु छ भने म्यान भनेर भारतको डाक्टर प्रोफेसर अब्दुल कलामज्यूलाई चिनिन्छ के? कति सम्मान छ सोध्नु न। डाक्टर अब्दुल कलामको कति सम्मान छ? आखिर मुसलमानै हुन्, तर भारतका मुसलमान भएको कारणले उहाँ आफूसँग जहिले पनि भागवत गीताको एउटा किताब राख्नुहुन्थ्यो। अध्ययन गर्नुहोस् न। म हरेक नेपाली मुसलमानहरूलाई भन्छु, एकचोटि अध्ययन गर्नु न। भारतका मिसाइल म्यान भनेर चिनिने अब्दुल कलामज्यू जो राष्ट्रपति थिए भारत जस्तो देशको, उहाँको गोजीमा भागवत गीता जहिले पनि सधैँ रहन्थ्यो के? किनभने उहाँलाई थाहा थियो ऊ आफ्नो धर्म मुस्लिम भए पनि उहाँ जन्मेको भारतीय संस्कृतिमा र उहाँको 2-4 पुस्ता पहिले चाहिँ हिन्दू नै थिए। उहाँले सनातनलाई सम्मान गर्नुहुन्थ्यो। सनातन भूमि भारतले उहाँको सम्मान गर्यो। आजको डेटमा भारतमा अब डाक्टर अब्दुल कलामको भन्दा माथिको स्तरमा सम्मान पाउने व्यक्ति छैन जस्तो मान्छु मैले। एउटा मात्र व्यक्ति जसलाई हिन्दू, मुस्लिम, क्रिस्चियन सबैले सम्मान गर्छ, आदर गर्छ के? नेपाली मुस्लिमहरू तपाईहरु सोच्नु न। त्यसरी अब्दुल कलाम बन्ने प्रयास गर्नु न, ओसामा बिन लादेन बन्ने प्रयास नगर्नु न। हो, ओसामा बिन लादेनको सम्मान पनि तपाईलाई सम्मानित लाग्छ कि अब्दुल कलामको सम्मानलाई तपाईहरु सम्मानित मान्नुहुन्छ? अर्को कुरा, नेपालमा जुन तपाईहरुलाई अहिले यो कम्युनिस्टहरूले, यो मधेसवादी पनि सबै यो उपेन्द्र, राजेन्द्र, महन्ते जति छन् नि सिके सब कम्युनिस्ट हुन् के? न हिन्दू न मुस्लिम, मलाई धर्मसँग मतलबै छैन, कम्युनिस्ट हुन्। हो, तपाईहरु जुन आज कम्युनिस्टको भरमा यत्रो उफ्रिराख्नु भएको छ, यत्रो गर्न खोज्नु भएको छ नि, त्यो कम्युनिस्टको पनि इतिहास पढ्नुस् के? त्यो कम्युनिस्ट आजसम्म दुनियाँमा कसैको भए हैन। चाइनामा गएर एकचोटि बुझ्नु न मुसलमानलाई के गरेछ चाइनामा, थाहा छ? लासलाई दफनाउन पनि दिँदैन, जलाउनै पर्छ, दाढी पाल्न दिन्न, मस्जिदमा लाउडस्पिकर लाउन दिन्न। विचार गर्नु न, बुझ्नु न। हो, मोबाइल छ सबैको हातमा, गुगलमा खोज्नुस् त चाइनामा मुसलमान कसरी बस्दैछ। चाइनामा हावी छ त कम्युनिस्ट। जहाँ जहाँ कम्युनिस्ट हावी हुन्छ त्यहाँ त्यहाँ उसलाई हिन्दूसँग पनि मतलब हुन्न, मुस्लिमसँग पनि मतलब हुन्न, क्रिस्चियनसँग पनि मतलब हुन्न। कम्युनिस्ट भनेको दानवहरूको एउटा ग्रुप हो के? उनीहरूलाई त्यो देश, जग्गा, भूमि, संस्कृति, धर्म, मन्दिर, मूर्ति सबै बेचेर पैसा मात्रै कमाउनु छ, विदेशमा अमेरिकामा ठुलो घर बनाउनु छ। उनीहरूको अरू कुनै लक्ष्य छैन। तपाईहरुलाई अहिले उचालेर लागिरह होला यो कम्युनिस्ट र क्रिस्चियन, के अरे मुस्लिम क्रिस्चियन, यिनीहरू चाहिँ भोलिको साथी हो, मित्र हुन्छ।
हुनै सक्दैन। विश्वास गर्नुस्, मेरो मनको कुरा म भन्दैछु, मैले बुझेको जानकारी भन्दैछु। विश्वास लागेन भने मोबाइल छ हातमा, गुगलमा खोज्नुस्। कम्युनिस्ट राज्यमा मुस्लिमको के स्थिति छ, क्रिस्चियनको के परिस्थिति छ, एकचोटि बुझ्नुस्, खोज्नुस् र विश्वास गर्नुस् र यथार्थमा बाँच्नुस् कि नेपालमा बसेपछि नेपाली भएर बस्नुस्। र नेपाली भनेको यहाँको संस्कृति पशुपतिनाथले चिनिन्छ, यहाँ हिन्दू राष्ट्रले चिनिन्छ, यहाँ राजाले चिनिन्छ। यो नेपाललाई, नेपालको अरू कुनै पहिचानै छैन। तपाईँ हामी मिलेरै बसेका थियौँ त। जबदेखि मधेसवादी नेता र केपी शेरे प्रचण्डले नागरिकता दिएर विदेशीलाई बसाए नि, त्यसपछि तपाईहरूलाई पनि उचाल्दै गएको छ। तपाईहरू हो 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 भन्ने। तर याद गर्नुहोस्, जुन दिन नेपालमा एउटा सही मान्छे बस्छ नि, आउँछ नि कुर्सीमा, त्यो दिन भारत जस्तै एसआईआर एनआरसी लगाएर सबैलाई चिन्हित गरेर डिटेन्सन सेन्टरमा राख्ने वा जेलमा हालिन्छ। उक्साहटमा नआउनु होला कि अहिले देश बेस्या जस्तै विद्या छन्, यिनीहरूले जे गरे पनि हुन्छ। आज गर्नु न, आजको 2, 4, 5 वर्ष 10 वर्षपछि कोही न कोही एकजना यो माटोलाई माया गर्ने, यो संस्कृतिलाई माया गर्ने आउँछन्। त्यसपछि छानबिनमा यिनी सिडिओ सहित हरेक कर्मचारी पर्छ जसले गलत तरिकाले गलत व्यक्तिलाई नागरिकता दियो। त्यसपछि के हुनेछ? तपाईहरू पनि यदि उसलाई आज सहयोग गर्नुभएको छ भने छानबिनमा पर्नुहुन्छ। तपाईहरूको पनि भविष्य खतरामा छ। त्यही भएर बाटो एउटा मात्रै छ, यो देश सनातन संस्कृतिको भूमिलाई स्वीकार गरेर यही सनातन निश्चित निधो गर्नुपर्छ। र अब हुने कुनै पनि हिन्दू राष्ट्रको लागि आन्दोलन हुनेमा म त भन्छु नेपालका मुस्लिमहरू पनि सामेल हुनुहोस्, ताकि तपाईहरू जुन यहाँको प्रोपर मुस्लिमहरू हुनुहुन्छ नि, तपाईहरूको अस्तित्व अलिकति बाँच्छ है। होइन भने त एकजना मात्रै देशप्रेमी राष्ट्रप्रेमी नेता आइदियो प्रधानमन्त्रीको कुर्सीमा भने त छानबिन गरेर त सबैलाई फेरि भारतमा जस्तै एनआरसी एसआईआर लगाएर त भविष्य त के होला सोध्नु है। त्यही भएर धेरै बोल्दिन साथीहरू, सटिक छोटो मिठोमा बुझाउने प्रयास गर्छु। सीताराम, जय सियाराम। हिन्दू राष्ट्र नेपालको जय होस्, सनातन धर्मको जय होस्।